जेन्जीहरूले एकदमै धेरै मन पराएको बाइक NS200 6 वर्ष भइसक्यो मैले यो बाइक चलाएको अनि यसको पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ सो आज चाहिँ तपाईलाई यो बाइक रिलेटेडमा 5-6 वटा क्वेशन सोध्छु सो एन्सर दिनु है त स्योर व्हाई नट सो फर्स्ट क्वेशन छ यो बाइकको सबैभन्दा स्ट्रङ पोइन्ट र विक पोइन्ट चाहिँ के जस्तो लाग्छ तपाईलाई यसको सबैभन्दा स्ट्रङ पोइन्ट चाहिँ मलाई यसको पावर लाग्छ र विक पोइन्ट भनेको पछाडि बस्ने मान्छेलाई चाहिँ एकदमै अप्ठ्यारो हुन्छ सो सेकेन्ड क्वेशन रहेको छ बिगिनर राइडर्सहरूको लागि यो बाइक सजेस्ट गर्नुहुन्छ कि हुँदैन सो बिगिनर्स राइडर्सहरूको लागि चाहिँ म पर्सनली यो बाइक सजेस्ट गर्दिनँ किनभने बिगिनर्स राइड गर्दाखेरि चाहिँ यसमा पावर अलि बढी फिल हुने र यो अलिक गरम हुने जस्तो फिल हुन्छ ओके थर्ड क्वेशन रहेको छ मेन्टेनेन्स कस्ट चाहिँ कस्तो म्यानेजेबल छ कि घरमा पनि पैसा माग्नु परेछ यसको खासै मेन्टेनेन्स कस्ट त्यस्तो धेरै छैन होइन 27,000 किलोमिटर प्लस मैले यसलाई गुडाइसकेँ खासै धेरै त गुडाएको छैन तर मैले अहिलेसम्म यसको एकचोटि क्लच प्लेट फेरेँ र रेगुलर मेन्टेनेन्समा पनि त्यति धेरै खर्च लाग्दैन ओके फोर्थ क्वेशन रहेको छ यो 6 इयरमा तपाईँले यो बाइकमा के चेन्ज गर्नुभयो त यो बाइकमा मैले खासै धेरै चेन्जेसहरू गरेको छैन एकचोटि चाहिँ मैले यसको पछाडिको टायर चेन्ज गरेको हो र एकचोटि यसको क्लच प्लेट फेरेको हो त्योभन्दा बाइक यसले खासै दुःख दिएको छैन ल फिफ्थमा रहेको छ डेली अफिस कलेज कम्युटको लागि यो बाइक प्र्याक्टिकल छ कि छैन सो मलाई चाहिँ यो बाइक एकदमै प्र्याक्टिकल लाग्छ होइन अहिलेको युथहरूमा लुक्स पनि यसको एकदमै बवाल छ अनि त्यही माथि यसमा पावर पनि राम्रै छ र यतिको कम बजेटमा यो बाइक एकदमै राम्रो छ ओके 6 नम्बरमा रहेको छ आफ्टर सेल सर्भिस यो ब्रान्ड या बाइकको चाहिँ कस्तो छ यसको आफ्टर सेल सर्भिस चाहिँ एकदमै राम्रो छ बजाजको सोरुम अथवा बजाजको सर्भिस सेन्टर चाहिँ जहाँ पनि अभाइलेबल हुन्छ सो इजिली यसको मेन्टेनेन्स गर्न सकिन्छ र मेन्टेनेन्स कस्ट पनि त्यति धेरै हुँदैन र सेभेन्थ क्वेसन रहेको छ सिमिलर प्राइस रेन्जको बाइकसँग कम्पेयर गर्दा NS200 नै चाहिँ किन त फर्स्टमा चाहिँ यसको स्पोर्टी लुक्स होइन अहिलेको युथ जेन्जी हामी जस्तो मान्छेलाई मनपर्ने भनेको स्पोर्टी लुक्स हो र सेकेन्ड भनेको यसको पावर हो होइन अनि थर्ड भनेको यसको हाइट पनि त्यति धेरै छैन र जामहरूमा पनि मजाले चलाएर लिएर हिँड्न सकिन्छ सो द्याट्स वाइ ओके नेक्स्ट क्वेसन होइन यो बाइकको माइलेज चाहिँ कस्तो छ त यो बाइकले रफली 30 to 35 को माइलेज दिन्छ जस्तो लाग्छ मैले त्यति धेरै एक्युरेटली चेक चाहिँ गरेको छैन तर त्यही हो किनेको 6 वर्ष भइसक्यो हेर्दा पनि अलि नयाँ नै देखिन्छ होइन यसमा प्रब्लमहरू नआउनुको कारण चाहिँ के होला त अनि फर्स्ट भनेको त यसको रिलायबिलिटी होला होइन यो चाहिँ लङ टर्मदेखि मार्केटमा छ र सेकेन्ड भनेको यसलाई कसरी ह्यान्डल गरिन्छ भन्ने कुरा पनि हो म चाहिँ यो बाइक हुन्छ नि घाममा पनि राख्दिनँ क्या जहाँनिर हल्का छाया छ त्यहाँनिर गएर पार्क गर्न खोज्छु अनि रेगुलर मेन्टेनेन्स गर्छु रेगुलर सर्भिसिङ गर्छु होइन सर्भिस पनि मैले सर्भिस सेन्टरहरूबाट मात्रै गर्छु सो आई थिङ्क या द्याट्स द रिजन